हेलो साथीहरु, वेलकम ब्याक टु माई युट्युब च्यानल। आज चाहिँ यो मेलिफेराको घरमा आएको मौरी चाहिँ सार्दैछु। देख्न सक्नुहुन्छ यो यसरी मैले मेलिफेराको घर चाहिँ राखेको थिएँ र यसमा चाहिँ यो घरमा आएको छ मौरी र यो चाहिँ आधुनिक घरमा सार्नु पर्ने हुन्छ। र मेरो आज राति चाहिँ ठुलो हावाहुरी चलेको कारणले यो छानाहरू पनि सबै भत्काइदिएछ र अब यो मौरी सुरुमा सार्छ अनि छानाहरू पनि बनाउनु पर्ने हुन्छ साथीहरु। त्यसको लागि यो घर चाहिँ म सुरुमा बाहिर निकाल्छु है त। अनि यो सेरेनाको घरमा न्युटन बी घरमा चाहिँ सार्नु पर्ने हुन्छ साथीहरु। मेरो चाहिँ मोडे घर पनि एक दुईवटा छ। अब यो घर सुरुमा निकालेर यो सेरेनाको घरमा सार्छु है त साथीहरु। मौरी संख्या चाहिँ खासै छैन होला, आवाज जाउ धेरै कम छ। फेरि मैले यो घरमा सार्नु पर्ने हुन्छ। घरहरू सबै तयारी भइसक्यो र मैले यो मौरी भएको घरलाई यति तल ल्याइसकेँ र अब हेरौँ है त साथीहरु मौरीको कन्डिसन कस्तो छ। फाइनली मौरी चाहिँ यो कुनामा मात्रै रहेछ। अब यो भित्री ढक्कन पनि उघारेर हेरौँ है त साथीहरु। देख्न सक्नुहुन्छ मौरीको संख्या चाहिँ थोरै छ, तर मौरी चाहिँ निकै रिसा छ है त साथीहरु। र अब यो म सुरुमा खाली फ्रेमहरू निकालिदिन्छु र मौरीको चाकाहरू निकाल्दै सेरेनाको घरमा सार्नु पर्ने हुन्छ है त साथीहरु। देख्न सक्नुहुनेछ मौरीको अवस्था, चाकाको अवस्था चाहिँ यस्तो छ। चाकाहरू राम्रै भए पनि खासै धेर चाहिँ छैन है त्यो चाकाहरू। अब यो चाकाहरू निकाल्दै यो फ्रेममा सेट गरिदिन्छु साथीहरु। साथीहरु मैले चाकाहरू चाहिँ सबै निकालेर यो घरमा यसरी बाँधिसकेँ, हेर्न सक्नुहुन्छ एउटा। र मौरी पनि यहाँ धेरै झारिसकेर यसरी अब यो कुनातिर एउटा छेउतिर टसाउँदै छ त्यो मौरी यो चाकाहरू देख्न सक्नुहुनेछ। एउटा यसै गरी अर्को अलि सानो छ, दुईटा। त्यसै गरी अर्को तीनवटा। त्यसै गरी यो अर्को चारवटा। र यो पाँचवटा चाका चाहिँ मैले यसरी बाँधिएको चाहिँ हेर्न सक्नुहुन्छ साथीहरु। अब यो मौरी पनि यहाँ भएको बाँकी मौरीहरूले झार्नु पर्ने हुन्छ है त साथीहरु। यो घरमा राख्नु पर्ने हुन्छ, त्यही भएर मैले यसलाई यसरी आधा छोपिदिनु पर्ने हुन्छ, अनि मात्र मौरी चाहिँ राम्रोसँग छिर्छ। देख्न सक्नुहुन्छ मैले यसरी आधा हुने गरी छोपिदिएँ भित्री ढक्कनले। र यहाँको मौरी अब झार्दैछ है त साथीहरु। यहाँ फ्रेममा पनि अलिअलि रहेछ र यिनीहरूले अब यसरी हातले निकाल्दै यो घरमा राख्दैछु। धेरै जसो मौरी चाहिँ अघि नै पसिसक्यो घरभित्र। र अब यो बाँकी मौरी पनि यसरी अलि खासै मानेको छैन यिनीहरू चाहिँ हातमा आउन। र मैले यसरी यो घरतिर टच गरेर सार्छु है त्यो साथीहरु। यसरी यहाँदेखि खेदाइदिँदा यिनीहरू चाहिँ प्रायः जस्तो बच्चाहरू मात्रै छ। अब देख्न सक्नुहुनेछ बच्चाहरू छ है त यिनीहरू चाहिँ प्रायः जस्तो।
हेर्न सक्नुहुन्छ मौरी चाहिँ बस्दैछ है त अहिले। भित्रको कन्डिसन चाहिँ त्यस्तो छ साथीहरु। अब सबै मौरी चाहिँ सिरेनाको घरभित्र हाल्नु पर्ने हुन्छ। देख्न सक्नुहुन्छ अब यो यता छेउतिर बसेको मौरी चाहिँ यसरी चाकापट्टि खेदाउनु पर्ने हुन्छ र चाकालाई छिटोभन्दा छिटो छोप्न लाउनु पर्ने हुन्छ, नत्र भने चाका भित्रको बच्चाहरू चाहिँ मर्ने चान्स हुन्छ साथीहरु। त्यही भएर मैले यतापट्टि चाहिँ खासै त बसेको छैन, आज खेदाउँदैछ है त साथीहरु। यो चाकालाई छिटो छोपाइएन भने चाहिँ मौरी पनि नबस्ने चान्स हुन्छ, त्यसै गरी बच्चाहरू मर्ने चान्स हुन्छ है त साथीहरु। मैले यसरी सबै मौरीलाई उतैपट्टि खेदाइदिएँ, हेर्न सक्नुहुनेछ। भित्रको कन्डिसन चाहिँ मौरी चाहिँ यहाँ बसिरहेको देख्दैछ, चाको यसरी छ र अब यो घरलाई छोपिदिन्छु। देख्न सक्नुहुन्छ साथीहरु, मैले चाहिँ अहिले यो छोपेर यो क्वीन गेट पनि लगाइदिइसकेँ, देख्न सक्नुहुनेछ। अब चाहिँ यसरी हेर्न सक्नुहुनेछ, यसरी मैले क्वीन गेट पनि यो मौरी चाहिँ विस्थापित हुन्छ कि भनेर क्वीन गेट पनि लगाइदिएको छ। यसरी नै तपाईहरुले पनि आवश्यकता अनुसार क्वीन गेट पनि लगाइदिन सक्नुहुनेछ। भन्दै आजलाई यति नै। यसरी नै तपाईले मौरी पनि सार्न सक्नुहुनेछ।